हेलो हेलो नमस्ते गुड आफ्टरनुन साथीहरू वेलकम ब्याक टु माई च्यानल। ल साथीहरू, आज चाहिँ दिउँसोको टाइममा दिदीले ल्याइदिनु भएको पिज्जा हो साथीहरू। अनि मेरो बच्चाहरूले चाहिँ पिज्जा खान मन पराउँछ के साथीहरू, त्यही भएर मैले चाहिँ छोरीलाई दिँदैछु। यो सानो चाहिँ उसले पनि मन पराउँछ अनि मेरो छोराको फेभरेट हो, कहिलेकाहीँ खुवाउँछौँ है साथीहरू। अनि दिदीले ल्याइदिनु भएको रहेछ बाबु र नानीलाई, म चाहिँ खाँदिनँ। यो पिज्जामा धेरै चिज हुन्छ नि त, त्यो कारणले चिज त एकदम फ्याट हो, अनि त्यही भएर म चाहिँ खाँदिनँ। मेरो छोरालाई दिन्छु साथीहरू है। खाइराखेको भएर मेरो छोराले सबै बेलुकासम्ममा फिनिस गरिसक्छ, तर आज चाहिँ अलिक कम खाला कि होइन, भर्खरै खाजा खाएको छ, त्यही भएर साथीहरू उसले चाहिँ अब गम्ती खाइराखेको छ। मैले चाहिँ बच्चाको थोरै भिडियो बनाइराखेको छु साथीहरू। उसको फेभरेट हो नि त, त्यही भएर मिठो छ भन्दैछ कि। मैले चाहिँ मजाले खाऊ न भनेको, बरु उफ्रिँदा गरेर पसिना खलखल आएर अनि खाजा खाएको थियो, उफ्रेपछि घट्यो होला। अब खाइराखेको छ है साथीहरू। सदातिर त एउटाले चित्त बुझाउँदैन थियो, आज त एउटा दिँदा नि केही भनेको छैन। उसले चाहिँ त्यो अगाडिको मात्रै खान्छ कि त्यो डन्डा चाहिँ खाँदैन है साथीहरू, उसले मन पराउँदैन। मेरो छोराछोरीले कुर्सीहरू च्यातभुत पारेर उफ्रेर तानेर के गर्नु, बच्चा घरमा भएको घरमा त एकदमै गाह्रो हुने कि साथीहरू। मेरो छोरीले पनि यहाँ खाइराखेको छ साथीहरू। यस्तो छ है साथीहरू छोराछोरीको ताल चाहिँ। कहिलेकाहीँ खुवाउँछौँ साथीहरू, जहिले तहिले होइन, महिनामा एकचोटि दुईचोटि साथीहरू। अर्को पनि खान्छु अरे के साथीहरू, बच्चा न हो, देखेपछि उनीहरूको फेभरेट भएपछि त खाइहाल्ने के। छोरीले नि खाँदैछ है साथीहरू। अनि हामीहरू चाहिँ अहिले चाहिँ नानी बाबुले पिज्जा नि खाइसक्यो, अनि एकचोटि हामी चाहिँ वालमार्टतिर आएको छौँ साथीहरू। यसो केही सरसामान किनौँ भनेर है साथीहरू, यसो मन परिहाल्यो भनेर चाहिँ यहाँ दिदीहरूसँग हामी चाहिँ बजार गएको छौँ। मेरो नानी चाहिँ टलीमा छ, अनि छोरा चाहिँ नबस्ने अरे कि। मेरो छोरा त यता हेर्छ उता हेर्छ, उहिले कता हिँडिहाल्छ क्या, त्यही भएर पक्रिनुपर्छ साथीहरू। म यत्तिकै निस्केको के साथीहरू, वालमार्ट पनि नजिकै छ, त्यही भएर चाहिँ नानी बाबुलाई पनि एकछिन फ्रेस हुन्छ, खाएको पचाउँछ भनेर निस्केको है साथीहरू यत्तिकै। म त यो पानी पधेरी नै हो वालमार्टतिर निस्किने त साथीहरू यत्तिकै। सुरुमा चाहिँ हो कति नै टाढा जस्तो लाग्थ्यो, अहिलेतिर त पानी पधेरी जस्तै भएको छ साथीहरू है। जस्तै लुगामा पनि म निस्किन्छु के, जस्तो घरमा लगाएको छु त्यस्तै लुगामा हिँडिहाल्ने हो म त। ल साथीहरू, मेरो छोरी खुसी भएको छ। म चाहिँ एउटा लेज किन्नु पर्यो भनेको, लेज कहिलेकाहीँ यसो मुख मिठाउनलाई क्या साथीहरू, धेरै खान पनि राम्रो होइन। लेज भन्दा नि म चाहिँ अर्को चिप्स लिन्छु साथीहरू है। हिजो आज त्यही पनि म त्यस्तो धेरै खाँदिनँ के, कहिलेकाहीँ साथीहरू। बाबु नानीलाई एउटा कुकिज लिनु पर्यो साथीहरू। कुकिज मेरो छोराले चाहिँ मन पराउँछ क्या, अनि कहिलेकाहीँ म त त्यस्तो धेरै बिस्कुटहरू पनि दिन्न हो साथीहरू, कहिलेकाहीँ मात्रै हो। जेमा पनि गुलियो हुन्छ, स्कुलमा पनि गुलियो नै खानेकुरा खाइराखेको हुन्छ, त्यो कारणले घरमा चाहिँ अलिक कम गराउँछौँ। घरकै खानाहरू खुवाउन खोज्छौँ, तर पनि के गर्नु, चाउचाउ खाने भन्छ कहिले के। पहिला चाहिँ हामी आमा छोरा बढी चाउचाउ खान्थ्यौँ, अहिलेतिर चाहिँ अलिक कम खान्छौँ के, महिनामा एकचोटि दुईचोटि है साथीहरू। यो जुस यो नानीहरूको खेलाउन हेरिराखेको छौँ है साथीहरू। छोरीको लागि चाहिँ हामीले त्यस्तो धेरै खेलाउनाहरू केही पनि किनिदिएको छैन, घरमै छ बाबुको। मेरो छोरा चाहिँ टली चढ्छ अरे साथीहरू, अनि छोरीको लागि चाहिँ गुडिया लिदिउँ कि भनेर यसो हेरिराखेको है साथीहरू। अब यतातिर हेर्दै हामी चाहिँ जाँदैछौँ, अनि यहाँ दिदीले पनि केही सामान किन्छु भन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ साथीहरू है। सदातिर चाहिँ मेरो छोराले जुन खेलाउन भेट्यो पनि सबै बोक्ने गर्थ्यो होइन। अहिलेतिर चाहिँ हुँदैन बाबु, तिम्रो घरमा छ भनेपछि चाहिँ ओके हुन्छ म लिन्न भन्छ, हेर्छ मात्रै। आमामा पहिलातिर त साथीहरू है, मेरो छोराले त वालमार्ट गयो, वालमार्टमै दुःख दिने,
अनि डलर ट्री गयो, त्यहीँ दुःख दिने लानै मन लाग्दैन थियो है, मलाई त दिक्क लाग्थ्यो। अनि केही नलिने भए भनेर लगो, घरमा प्रमिस जस्तै गराएर हुन्छ म केही माग्दिनँ भन्ने जस्तै बनाएर लगेपछि धागो हेर्नुहोस् साथीहरू, लगेपछि त उसले बोकिहाल्ने हो क्या साथीहरू। यो चाहिँ लुगा सिलाउने धागो पनि पाउँदो रहेछ है साथीहरू। यहाँ म चाहिँ यहाँनिर छु, ऐना रहेछ क्या यहाँनिर। म चाहिँ आफ्नो फेस देखाउनु मन लाग्दैन के साथीहरू, मेरो फेसमा चाहिँ पोतो धेरै आएको कारणले गर्दा चाहिँ मेरो छोरीलाई यो गुडिया लिइदिएको है मैले चाहिँ साथीहरू। किनकि मन परायो क्या, बोकेर हिँडे गरो, तानेको गरो। अब हुन त खेलाउन भएको ठाउँतिर बच्चा बच्चीलाई नानी बाबुहरू लगेपछि त तानी नै हाल्छ, तै पनि ल न त है भनेर यसको दाम चाहिँ $10 रहेछ है साथीहरू। अनि लौ त भनेर मैले चाहिँ यहाँनिर टोपीहरू पनि रहेछ, यसो मैले चाहिँ सेसन गर्दैछु है साथीहरू। राम्रो पो रहेछ है क्या टोपीले, मलाई त सुहाएन, तै पनि राम्रो रहेछ। ब्यागहरू रहेछ साथीहरू, यो ब्यागहरू किनेर कहाँ जानु छ र साथीहरू। मैले चाहिँ यो लुगा राम्रो लाग्यो मलाई चाहिँ, अनि म यसो हेर्दैछु साथीहरू। यहाँ सेतो नि रहेछ, सेतोमा दाग लागिहाल्छ। मलाई चाहिँ यो सेतो र कालो, ब्ल्याक र व्हाइट मिसिएको कपडा चाहिँ खोइ व्हाइट जस्तै छ है, टिके राम्रो लाग्यो। यो पनि एकदम राम्रो रहेछ, मेरो व्हाइट त घरमै छ, त्यो भएर चाहिँ त्यो अर्को चाहिँ म लिन्छु है साथीहरू एउटा। यस्तै छ साथीहरू, नानी बाबुहरूसँग घुमफिर गर्नलाई हामी चाहिँ चेकआउटतर्फ लाग्यौँ। फेरि यो चेकआउट गरेर अनि फेरि एकचोटि दिदीले चेकआउट गरौँ न अनि फेरि जाऊँ भन्नुभयो। एकैचोटि गर्दा नि हुन त हुन्थ्यो, तैपनि फेरि हामी चाहिँ म चाहिँ कपडा हेर्न जान्छु कि। अब फेरि त्यो मन पर्यो नि त मलाई, नलिने भनेको फेरि मन पर्यो मलाई चाहिँ। अनि साथीहरू म चाहिँ फेरि फाइनली फर्केर गएँ होइन, चित्त बुझेको छैन। यो एउटा मिडियमबाट लिन्छु म चाहिँ साथीहरू, तर ठुलो मात्रै रहेछ क्या साथीहरू। मैले चाहिँ एउटा लिएँ मिडियमबाट कपडा। हामीले चिकन पनि ल्यायौँ होइन साथीहरू। अनि यहाँनिर चाहिँ लक्की ड्र जस्तै यहाँनिर चाहिँ चिट्ठा काट्ने ठाउँ रहेछ कि। अनि दिदीले चाहिँ एउटा चिट्ठा काटेर चाहिँ खोल्न ओपन गर्न जानुभएको छ त्यहाँनिर। म चाहिँ नानीसँग यहाँ छु है साथीहरू। भिडियो पनि खै के बनाउने है साथीहरू, यस्तै छ है। यहाँ चाहिँ जहिले वालमार्टको भिडियो चाहिँ राम्रो बनाउनै पाउँदैन के, गीत बजेर दिमाग खराब हुन्छ साथीहरू। हामी चाहिँ अब बाहिर निस्किन्छौँ, फाइनली हामी चाहिँ बाहिर निस्किसक्यौँ। हामीले चाहिँ चिकन पनि ल्यायौँ है, चिकन 4-5 केजी जति ल्यायौँ। अब लगेर पकाइदिन्छु। यो चिकन चाहिँ यहाँ मेरो दिदीको लागि है साथीहरू, अगाडिको भिडियोमा देखिसक्नु भएको छ। उहाँको नानी बाबुको लागि चाहिँ चिकन म पकाइदिन्छु के, कहिलेकाहीँ 1 महिनामा 2 महिनामा एकचोटि। मन पराउनुहुन्छ नि त दिदीहरू, खानुहुन्न, त्यही भएर म पकाइदिन्छु साथीहरू। र साथीहरू गाडीमा हामी चाहिँ सामान पनि लाउँदैछौँ साथीहरू है। हामी चाहिँ अब घर जान्छौँ डाइरेक्ट, अनि चिकन पकाएर मैले चाहिँ। ल साथीहरू यहाँनिर चाहिँ आज चाहिँ यो चाहिँ भोलिपल्टको हो, दिउँसोको टाइमको हो। यो पनि पानी परिरहेको छ साथीहरू है, सिमसिमे पानी। बाहिरपट्टि चाहिँ हाम्रोमा रुखहरू कस्तो राम्रो फुलेको छ के साथीहरू। अनि यहाँनिर चाहिँ आकाशको पानीले भेटोस् भनेर मैले अलिक डिलोतिर राखिदिएको फर्सी है, फर्सी 2 झ्याङ उम्रेको छ। अब यो 2 झ्याङै सार्न पायो भनेदेखि चाहिँ एकदमै राम्रो हुन्छ। अनि यहाँनिर चाहिँ रायोको साग मैले रोपेको साथीहरू गमलामा है, जग्गा जमिन नभए पनि आफूलाई एकदम रोप्न मन लाग्ने। यहाँ चाहिँ प्याज छ, मैले धेरैचोटि खाइसकेँ यो प्याजको पत्ता साथीहरू। अनि यहाँनिर चाहिँ आकाशको पानी चाहिँ एकदम मलिलो हुन्छ, तर हेर्नुहोस् साथीहरू है, भेटेन के साथीहरू, त्यो छाना छ नि त, त्यो भएको कारणले गर्दाखेरि चाहिँ छरिरहेको छ। अलिक ठुलो पानी पऱ्यो भने चाहिँ भेट्छ साथीहरू। पानी परिरहेको थियो, त्यही भएर मैले चाहिँ थोरै भिडियो बनाइदिएको के साथीहरू है। एकदम राम्रो मौसम भएको छ, बाहिरको शीतल भएको छ, तातो खानेकुरा खाने दिन भएको छ आज चाहिँ है साथीहरू। ल साथीहरू मेरो भिडियो चाहिँ के कस्तो लाग्छ साथीहरू हेरेर कमेन्ट गरिदिनुहुन्छ भन्ने आशा छ साथीहरू। मेरो आजको भिडियो चाहिँ यस्तै छ है साथीहरू। आजको भिडियो चाहिँ म अब यहीँनिर इन गर्न गइरहेको छु साथीहरू। बाई बाई साथीहरू।